हेलो स्टुडेन्ट्स, गुड इभिनिङ। यहाँलाई स्वागत छ आजको भिडियोमा पनि म तपाईहरुलाई केही इम्पोर्टेन्ट क्वेशनको बारेमा बताउने छु। त्यो इम्पोर्टेन्ट क्वेशनको बारेमा जानिसकेपछि यो भिडियोलाई आफू सँगसँगैका साथीहरुलाई शेयर गर्न पनि नभुल्नु होला। जुन मैले यो भन्दा अघिको भिडियोमा तपाईले क्वेशन नम्बर 15 मा सोधे न्यूमेरिकल क्वेशनको बारेमा बताइसकेको छु भने आज म बताउने तपाईलाई क्वेशन नम्बर 19 मा सोधिने न्यूमेरिकल क्वेशन है। अब चाहिँ तपाईले क्वेशन नम्बर 19 मा दुईटा क्वेशन सोधिन्छ है, एउटा अरमा सोधिन्छ। दुईटा मध्ये तपाईले एउटा क्वेशन रहेको छ तपाईले स्ट्यान्डर्ड डिभिजन निकाल्नु पर्ने हुन्छ भने अर्को क्वेशन रहेको हुन्छ तपाईको लेफ्ट शेयर पास सेट मेथडबाट चाहिँ एउटा चाहिँ क्वेशन सोलुसन गर्नुपर्ने हुन्छ है। जुन लेफ्ट शेयर पास सेट मेथडबाट मैले एउटा भिडियो अघि नै अपलोड गरिसकेको छु, यदि हेर्नु भएको छैन भने त्यो भिडियोलाई हेर्नु होला है। र आजको भिडियोमा म बताउने छु तपाईहरुलाई स्ट्यान्डर्ड डिभिजन निकाल्नु पर्ने। खासमा सोध्ने भनेको स्ट्यान्डर्ड डिभिजन हो। कतिखेर हामीलाई मीन कोएफिसिएन्ट पनि भन्दै आउन सक्छ है। अब मीन कोएफिसिएन्ट निकाल्नु भने एकदमै सजिलो छ। क्वेशनलाई हेरौं। सुरुमा के भने हुन्छ, फाइन्ड द स्ट्यान्डर्ड डिभिजन एन्ड कोएफिसिएन्ट मीन कोएफिसिएन्ट भनेर के निकाल्नु पर्ने हुन्छ अथवा के पत्ता लगाउनु पर्ने हुन्छ भने चाहिँ हामीले चाहिँ एउटा चाहिँ स्ट्यान्डर्ड डिभिजन निकाल्नु पर्ने हुन्छ, अर्को चाहिँ मीन निकाल्नु भन्ने हुन्छ, अर्को चाहिँ कोएफिसिएन्ट भेरिएसन निकाल्नु भन्ने हुन्छ है। र सुरुमा चाहिँ के जान्नु पर्यो, फर्मुला जान्नु पर्यो। यदि फर्मुला याद छ भने हामी सजिलै क्वेशन सोलुसन गर्न सक्छौं। फर्मुला याद छैन भने अलि अप्ठ्यारो हुन सक्छ है। फर्मुलालाई याद गर्नु होला। सुरुमा चाहिँ स्ट्यान्डर्ड डिभिजन निकाल्नु है। अब स्ट्यान्डर्ड डिभिजन निकाल्यो, यो चाहिँ स्ट्यान्डर्ड डिभिजनको चिन्ह है, चिन्ह पनि याद गरिराख्नु होला। स्ट्यान्डर्ड डिभिजन बराबर हुन्छ तपाईको चाहिँ अंडर रूट समेसन fx स्क्वायर अपॉन n माइनस समेसन fx अपॉन n को चाहिँ के हुन्छ होल स्क्वायर है। भने चाहिँ अब यो चाहिँ के फर्मुला याद गर्नु होला। यो भनेको SD भनेको स्ट्यान्डर्ड डिभिजन है। स्ट्यान्डर्ड डिभिजन बराबर के हुन्छ समेसन fx स्क्वायर अपॉन n माइनस समेसन fx स्क्वायर fx होल स्क्वायर है अपॉन n को होल स्क्वायर है। भने चाहिँ अब तपाईले के गर्नु पर्यो चाहिँ यसै पछि के भनेको छ, एउटा मीन पनि भनिएको छ भने अब मीन को फर्मुला पनि जान्नै पर्ने हुन्छ। मीन भनेको x बार हो है। ल मीन x बार बराबर के हुन्छ समेसन fx अपॉन n मात्र हुन्छ। यतिकै हुन्छ यसको फर्मुला, समेसन fx अपॉन n मात्र हुन्छ भने यतिकै सुन्ने। र त्यसपछि के भनेको छ त हामीलाई कोएफिसिएन्ट अफ भेरिएसन पनि निकाल्नुहोस् भनेको छ है। अब त्यसको लागि के चाहिन्छ cb है। अब cb को लागि के चाहिन्छ, एउटा स्ट्यान्डर्ड डिभिजन चाहिन्छ, एउटा चाहिँ हामीलाई x बार चाहिन्छ है। के हुन्छ स्ट्यान्डर्ड डिभिजन अपॉन x बार इन्टु 100 गर्ने हो भने के आउँछ भने चाहिँ कोएफिसिएन्ट अफ भेरिएसन पनि आउँछ है। यी तीनवटै फर्मुला तपाईले चाहिँ याद गर्नुपर्ने हुन्छ है। यदि तपाईले यी तीनवटै फर्मुला मजाले याद छन् भने क्वेशनलाई एकदम राम्रोसँग सोलुसन गर्न सक्नुहुन्छ है। यदि फर्मुला याद छैन भने अलि गाह्रो हुन सक्छ तपाईले चाहिँ। ल अब चाहिँ सोलुसन तर्फ लागौं। सोलुसन कसरी गर्ने है। फर्मुला चाहिँ याद गर्नु होला। यी फर्मुलाहरु तीनटै याद गर्नुपर्ने हुन्छ है फर्मुला। र खासमा सोधिने भनेको स्ट्यान्डर्ड डिभिजन मात्र हो। तपाईले स्ट्यान्डर्ड डिभिजन बुझ्दा हुन्छ। कतिखेर मात्र सोधिन सक्छ हामीले कोएफिसिएन्ट अनि मीन पनि सोधिन सक्छ। ल सुरुमा चाहिँ के गर्ने, एउटा क्वेशन तेर्सो टेबलमा आएको हुन्छ है। त्यो तेर्सो टेबलमा आएको क्वेशनलाई के गर्ने तपाईले चाहिँ एउटा ठाडो टेबलमा लेख्नु पर्ने हुन्छ है। जस्तै सुरुमा के छ इन्कम छ भने इन्कममै लेख्छु म। इन्कम कति छ 0 देखि 10 भनिया छ, 10 देखि 20 भनिया छ है, 20 देखि 30 भनिया छ, 30 देखि 40 भनिया छ, 40 देखि चाहिँ कति भनिया छ 50 भनिया छ भने मैले चाहिँ के लेखे इन्कम लेखे है। अब चाहिँ इन्कम पछि के छ त हामीले चाहिँ दिया नम्बर अफ फ्यामिली भनेको छ है। अब चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, यो नम्बर अफ फ्यामिलीलाई चाहिँ f मानिदिन्छौँ है। त्यतिखेर के गर्छौं हामी चाहिँ f मान्छौं भने f लेख्छौं, f लेख्यौं है। ल f का मानहरु पनि लेख्ने। कति छ सुरुमा 4 छ, त्यसपछि कति छ 7 छ, त्यसपछि कति छ 10 छ, त्यसपछि कति छ 5 छ, त्यसपछि कति छ 4 छ भन्ने यस लेख्यौ। ल यसपछि चाहिँ तपाईले अब तीनवटा टेबल थप्नु पर्ने हुन्छ है। त्यो थप्नु पर्ने टेबललाई तपाईले याद गर्नु होला। त्यो तीनवटा के हुन् भने म बताउँछु। सुरुमा चाहिँ हेर्नु होला, एउटा x थप्नु पर्छ र अनि चाहिँ एउटा तपाईले fx थप्नु पर्छ अनि तपाईले चाहिँ एउटा fx स्क्वायर भन्ने थप्नु पर्ने हुन्छ है। ल यतिकै तपाईले थप्नु पर्ने टेबलहरु भने तीनवटा टेबल मात्र थप्नु पर्ने हुन्छ है। यो तीनवटा टेबललाई तपाई याद गरेर राख्नु होला। ल यतिकै दुईटा टेबल त तपाईले तेर्सो टेबललाई ठाडो टेबलमा राख्नु हो। अब तपाईले चाहिँ के निकाल्नु पर्ने हुन्छ, एउटा x निकाल्नु पर्ने हुन्छ है। के निकाल्नु पर्ने हुन्छ, एउटा x निकालिसकेपछि चाहिँ सबै सजिलो हुन्छ। fx निकाल्नको लागि एकदमै सजिलो छ। fx स्क्वायर झनै सजिलो छ है। x मात्र निकाल्न जान्नुपर्छ। x निकालिसक्छ भने चाहिँ fx भनेको यो र योलाई मल्टिप्लाई गर्नु, f र x लाई मल्टिप्लाई गरेर चाहिँ यहाँ लेख्नु fx भने fx स्क्वायर भनेको x लाई स्क्वायर गर्ने हो, f लाई एकचोटी मात्र मल्टिप्लाई गर्ने हुने हो। सुरुमा चाहिँ के जान्नु पर्ने हुन्छ, x निकाल्न जान्नु पर्ने हुन्छ। अब x कसरी आउँछ भने हेर्नु होला है।
दुईटै माललाई जोड्नु होला है। इन्कमको दुईटै माललाई सुरुमा चाहिँ आम्दानी हुन्छ, त्यो आम्दानीको माललाई अथवा चाहिँ जे पनि दिया हुन सक्छ है माथि, त्यही जोड्नु होला। तपाईले दिने भनेको चाहिँ ग्रुपमा नै 0 देखि 10 होला अथवा 0 देखि 20, 20 देखि 40, 40 देखि 60 भनेर यसरी पनि दिन सक्छ। के गर्ने त्यतिखेर तपाईले चाहिँ दुईटै माललाई जोड्ने। जस्तै सुरुमा कति भनेको छ 0 देखि 10 भनेको छ भने दुईटैले जोड्ने। 0 मा 10 जोड्दा कति हुन्छ 10 नै हुन्छ अपन 2 है। के गर्दिने जहिले पनि 2 ले भाग गर्दिने। दुईटै माललाई जोड्ने, दुईटै माललाई जोडिसकेपछि 2 ले भाग गर्दिने है। एकदमै सजिलो तरिका छ। दुईटै माललाई जोड्ने, जोडेर 2 ले भाग गर्दिने है। कति हुन्छ 2 ले भाग गर्दा 10 लाई 2 ले भाग गर्यो भने कति होला 5 होला भने म 5 लेख्छु है। अब त्यसपछि कति छ 10 + 20 है। कति छ 10 + 20 छ भने चाहिँ कति होला 10 मा 20 जोड्दा कति भयो 30 भयो भने चाहिँ 30/2 गर्ने हो भने कति होला 30 लाई 2 ले भाग दिँदा 15 हुन्छ भने चाहिँ 15 लेख्नु पर्यो है। ल अब त्यसै गरेर तपाईले यस्तै जोड्दै जाने है। अब चाहिँ 20 मा 30 जोड्ने कति होला 50 होला। 50 लाई 2 ले भाग गर्दिने हो भने कति हुने भयो त्यतिखेर तपाईले 25 हुने भयो है। ल त्यसै अब 30 र 40 जोड्ने है। 30 र 40 जोड्दा कति हुन्छ 70 हुन्छ भने चाहिँ अब 70 मा तपाईले चाहिँ 2 ले भाग दिनु पर्यो है। कति हुन्छ 35 हुन्छ भने चाहिँ 35 लेख्ने। ल त्यसै गरेर अब 40 र 50 जोड्ने कति होला 90 होला भने चाहिँ 90 लाई 2 ले भाग दिने कति होला 45 होला भने चाहिँ ल यो चाहिँ निकाल्न सकिन्छ मज्जाले है। एक्स लाई चाहिँ मज्जाले निकाल्न सकिन्छ। यदि निकाल्न सक्नु भएन भने एकैचोटी भिडियोलाई रिपिट गरेर हेर्नु होला है। ल अब चाहिँ हामी fx निकालौं। अब fx निकाल्नको लागि एकदमै सजिलो छ है, त्यति अप्ठ्यारो छैन। अब तपाईले मल्टिप्लाई गर्नुपर्ने हुन्छ। fx भने f भने कुन हो यो हो, अनि चाहिँ x भनेको यो हो भने चाहिँ यो टेबल हो भने चाहिँ यो टेबललाई मल्टिप्लाई गरिदिने अथवा यो टेबलको मानले यो टेबलको मानलाई मल्टिप्लाई गरिदिने, गुणा गरिदिने है। कति छ सुरुमा चाहिँ 4 * 5 गर्ने। कति हुन्छ 4 * 5 5 कति होला 20 होला है। र त्यसपछि अब तपाईले चाहिँ 15 * 7 गर्नु पर्यो है। 15 * 7 गर्यो भने कति होला 105 होला है। ल अब त्यसै गरेर तपाईले गर्नु 25 * 10 गर्नु पर्यो। कति होला 25 एकदम 25 अनि चाहिँ एउटा शून्य आयो भने 250 हुने भयो है। ल त्यसपछि चाहिँ अब तपाईले चाहिँ 35 * 5 गर्नु पर्यो है। 35 * 5 गर्दा कति होला 175। ल अब त्यसै गरेर तपाईले चाहिँ 45 * 4 गर्नुपर्ने हुन्छ। कति होला 180 होला है। 180 होला भने चाहिँ अब fx निकाल्न सबैले जानि सक्नु भयो होला है। fx निकाल्न सबैले जानि सक्नु भयो होला। अब fx² निकाल्ने तरिका म दुईटा तरिका बताउँछु, जुन तपाईले सजिलो लाग्छ त्यही तरिकाबाट पनि बनाउन सक्नुहुन्छ है। ल सुरुको 1 नम्बरको तरिका रहेको छ। तपाईले के गर्नु होला भन्दाखेरि fx² निकाल्ने भन्दाखेरि नि हेर्नु होला x² मात्र भन्यो है। f² भने हैन कि x² मात्र भने हो। त्यही भएर तपाई x लाई स्क्वायर गरेर f लाई एकचोटी मात्र मल्टिप्लाई गर्न सक्नुहुन्छ। अथवा 5 * 5 x को मान कति सुरुमा 5 छ भने x² भने हो। त्यही भएर 5 * 5 गरे मैले है। 5 * 5 अनि इन्टु f एउटा मात्र भनेको छ भने चाहिँ एउटा f भनेको सुरुमा 4 नै छ भने 4 लिने है। ल गर्ने 5 * कति होला 25 25 चौको कति हुन्छ 100। ल अब त्यसरी एक तरिका नम्बर 1 तरिका है। अब दोस्रो तरिका बताउँछु म तपाईलाई fx² निकाल्ने। सुरुमा के भने हो fx² भने हो भने चाहिँ यो x दुई चोटी भन्न खोज्या हो, f एकचोटी मात्र मल्टिप्लाई गर्नुहोस् भने f लाई है। त्यही भएर जुन तपाईले यो fx को मान निकालि सक्नुहुन्छ त्यो मानले चाहिँ तपाईले x लाई मात्र मल्टिप्लाई गर्नुपर्ने हुन्छ है। फेरि f लाई मल्टिप्लाई गर्नु पर्दैन, तपाईले चाहिँ x लाई मात्र fx को मानले x लाई मात्र मल्टिप्लाई गर्ने। जस्तै fx को मान कति छ 20 * कति गर्ने अब तपाईले चाहिँ 5 गर्ने 4 गर्नु पर्छ। तपाईले चाहिँ 5 गर्नु पर्छ है। कति हुन्छ 20 पंचे पनि कति हुन्छ 100 नै हुन्छ है। अथवा तपाईले दुईटा तरिकाबाट है, दुईटा तरिकाबाट जुन तरिका सजिलो लाग्छ त्यही तरिकाले चाहिँ तपाईले याद गर्नु होला है। खासमा सजिलो लाग्ने तरिका अब सजिलो भनेको यही नै भयो है। fx ले सिधै x लाई मल्टिप्लाई गर्दिने। अझै यस्तो स्क्वायर गर्नको झन्झट लाग्नु भन्दा चाहिँ के गर्नु पर्छ तपाईले चाहिँ यो fx को मानले चाहिँ x लाई मल्टिप्लाई गरिदिनु पर्यो। सकिन्छ मानहरु आउँछन् है। र सुरुमा कति आउला यसै गरेर 100 आउने भयो। ल अब तपाईले चाहिँ यसै गरेर 105 * कति गर्नुपर्ने भयो 15 गर्नुपर्ने भयो है। 105 * 15 गर्दा कति होला 1575 आउला है। 1575 आउला। ल त्यसै गरेर अब तपाईले चाहिँ 250 * 25 गर्नु पर्यो भने त्यतिखेर कति आउला तपाईको चाहिँ 6250 आउला है। कति आउला 6250 आउला। र त्यसपछि अब तपाईले कति गर्नु पर्यो चाहिँ 175 * 35 गर्नु पर्यो है। 175 * 35 गर्यो भने कति आउला 6100 कति आउला 25 आउला है। त सबैले चाहिँ गर्नु होला 6125 आउला। सबैले हिसाब गर्नु होला है, सँगसँगै हिसाब गर्नु होला 6125। ल 6125 आउला। र त्यसपछि अब तपाईले चाहिँ 180 * 45 गर्नु पर्यो। यसमा कति आउला तपाईको चाहिँ 8100 है। कति आउला
ल 8100 आउला भने चाहिँ लेख्ने। ल अब यसपछि तपाईले अर्को काम भनेको यतिकै गर्न सक्नुहुन्छ। अब हामीले फर्मुला त याद नै पर्छ है, फर्मुला याद छैन भने गाह्रो हुन्छ। ल सुरुमा यहाँ हेर्नु होला, f को मान जति पनि हुन् है, f को मान जोडेर हामी n लेख्छौं है। f बाट के आउँछ हाम्रो n आउँछ र हाम्रो चाहिँ अब यहाँ हेर्नु होला है, fx को मानलाई जोड्छौं हामी, fx को मानलाई जोड्नु पर्ने हुन्छ है। जे माथि नाम छ त्यही नाम दिनु पर्ने हुन्छ। एउटा समेसन, अब जोड भने के हो, समेसन हो भने समेसन लेख्ने fx, समेसन fx लेख्ने। अब माथि नाम के जे छ त्यही दिनु होला। के छ, एउटा समेसन लेख्नु होला, अगाडि जोड भने समेसनको समेसन लेख्ने fx² बराबर। ल अब चाहिँ तपाईले जोड्नु पर्ने हुन्छ है, यो टोटल मानहरुलाई जोड्नु पर्ने हुन्छ। सुरुमा जोड्नु होला। ल सुरुमा चाहिँ n को मानलाई जोड्नु होला। कति हुन्छ, 4 + 7 + 10 + 5 + 4 गर्ने हो भने कति होला तपाईको चाहिँ 30 है, अथवा 30 पुग्छ भने चाहिँ अब यसै गरेर तपाईले fx लाई पनि जोड्नु पर्ने हुन्छ है। fx को मानहरुलाई जोड्नु होला। 20 + 105 + 250 प्लस अनि चाहिँ तपाईले चाहिँ 175 + 180 गर्ने हो भने कति होला तपाईको चाहिँ 730 आउला है। र त्यसपछि अब तपाईले कति गर्नुपर्छ चाहिँ यो मानलाई पनि त्यस्तै गरेर जोड्दै जानुपर्छ है। 100 प्लस 1575 प्लस 6250 प्लस 6125 प्लस अनि 8100 प्लस गर्ने हो भने चाहिँ त्यतिखेर कति होला तपाईको चाहिँ 22150 पुग्ला है। कति पुग्ला, 22150। ल 22150 पुग्छ भने चाहिँ अब तपाईले चाहिँ यसपछि काम भनेको चाहिँ है, एक नम्बरमा टेबल पढिसक्नुभयो, टेबललाई कम्प्लिट गरिसक्नुभयो। अब दोस्रो नम्बरमा जे माथि भनेको छ त्यही। यदि हामीले स्ट्यान्डर्ड डिभिजन मात्र भनेको छ भने सजिलै स्ट्यान्डर्ड डिभिजनको फर्मुला याद छ भने स्ट्यान्डर्ड डिभिजनको फर्मुला लेख्ने, सिधै सोलुसन गरिदिने। यदि हामीले मिन कोएफिसिएन्ट है, खासमा चाहिँ कोएफिसिएन्ट भन्या छ भने, यदि मिन भन्या छैन कोएफिसिएन्ट मात्रै भन्या छ भने त्यतिखेर हामीले मिन अनिवार्य निकाल्नै पर्ने हुन्छ है। बिना मिन हामी कोएफिसिएन्ट निकाल्न सक्दैनौं। त्यही भएर चाहिँ मिन निकाल्नै पर्ने हुन्छ। एक नम्बरमा हामी के निकालौं, मिन नै निकालौं। अझै मिन निकाल्ने फर्मुला हुन्छ x बार बराबर के हुन्छ, समेसन fx अपन n हुन्छ है। के हुन्छ, समेसन fx अपन n हुन्छ। फर्मुला चाहिँ याद गर्नु होला है। यदि फर्मुला याद छैन भने तपाईले चाहिँ अलि गाह्रो हुन्छ पछि चाहिँ। ल अब यहाँ हेर्नु होला, समेसन fx को मान तपाईले निकालिसक्नु भएको छ। हेर्नु होला है, अब हेर्नु होला, अब टेबलमा हेर्नु होला, समेसन fx को मान निकालिसक्नु भएको छ। कति छ, 730 छ है। अब मानहरु राख्नु पर्ने हुन्छ 730 अपन n को मान कति निकालिसक्नु भएको छ, 30 निकालिसक्नु भएको छ भने 30 लेखिदिने सकिन्छ है। अब यसलाई भाग गर्नु होला, दुईटैले भाग गर्नु होला। 730 भागा चाहिँ 30 गर्ने हो भने त्यतिखेर कति आउला, 24.33 आउला। कति आउला, 24.33 आउँछ है। ल यतिकै गर्नु होला। कति आउँछ हाम्रो मिन चाहिँ कति निकालिसक्यौ हामीले चाहिँ 24.33। ल म यहाँ लेख्छु, अब मेटाउँछु यहाँ देखि 24.33 हामीले के निकालिसक्यौ, मिन निकालिसक्यौ है। एकदमै सजिलो छ। फर्मुला याद छैन भने तपाईले टेबल बनाइसक्नु भयो भने अब के गाह्रो हुँदैन, तपाईले मान मात्रै राख्नु पर्ने हुन्छ है फर्मुलामा। र अब त्यसपछि तपाईले के निकाल्नु पर्ने हुन्छ, दोस्रो नम्बरमा चाहिँ स्ट्यान्डर्ड डिभिजन। खासमा सोध्ने भनेको यो हामीले स्ट्यान्डर्ड डिभिजन नै है, अथवा एसडी नै हो। अझै स्ट्यान्डर्ड डिभिजन निकाल्ने फर्मुला के हुन्छ, समेसन fx² अपन n माइनस समेसन fx अपन n को चाहिँ के हुन्छ, होल स्क्वायर हुन्छ है। ल हेर्नु होला है, अब चाहिँ समेसन fx² हामीले निकालिसक्या हुन्छ। यहाँ हेर्नु होला, समेसन fx² हामीले निकालिसक्या छौं भने त्यही मानलाई लेख्ने। कति निकालिसक्या छौं, 22150 है। कति निकालिसक्या छौं हामीले चाहिँ 22150 अपन n को मान कति निकालिसक्या छौं, यहाँ हेर्नु होला है, n को मान हामीले 30 निकालिसक्या छौं भने चाहिँ 30 लेख्ने माइनस फेरि समेसन fx को कुरा है। अब समेसन fx को मान हामीले कति निकालिसक्या छौं, 730 निकालिसक्या छौं भने 730 लेख्ने अपन n को मान कति छ, 30 छ भने 30 लेख्ने अनि होल स्क्वायर नै लेख्ने है। र यसपछि गर्ने काम है तपाईले चाहिँ, यसपछि तपाई के गर्नु होला भन्दाखेरि सिधै है क्याल्कुलेटरमा चाहिँ 22150 है, कति गर्ने 22150 भागा 30 गरिदिने हो भने कति आउँछ त्यतिखेर 738.33 है। कति आउँछ तपाईको चाहिँ 738.33 आउँछ है। भनेपछि अपन हैन तपाईको चाहिँ यो चाहिँ तपाईले दुईटै मल्टिप्लाई गर्न सक्नु भयो। 22150 अपन 30 गर्नुभयो, मान कति आउँछ तपाईको चाहिँ 738 है। 738.33 आउँछ भने चाहिँ ए लेख्ने। अब माइनस हैन, अब तपाईले चाहिँ यो कोष्टकको हिसाब गर्दाखेरि है, अहिले चाहिँ मसँग क्याल्कुलेटर अवेलेबल नभएका कारणले तपाईले म एउटा क्याल्कुलेटरको चिन्ह बनाएर देखाउँछु है, अथवा चाहिँ त्यस्तै आगाले बताउँछु म तपाईलाई। जस्तै मानौ एउटा यो के छ, तपाईसँग क्याल्कुलेटर छ है। अब चाहिँ यो क्याल्कुलेटर छ भने सुरुमा तपाईले के गर्नु होला भन्दाखेरि चाहिँ एउटा तपाईको यही नै हेर्नु होला है, माथि जस्तै
यो त स्क्रिन हो तपाईको माथिको भने अब तल बटनहरु हुन्छन् भने चाहिँ तपाईको चाहिँ यहाँसम्म तपाईको चाहिँ अंकै हुन्छ भन्ने छ। अब यो बीचमा जुन तपाईको बटन हुन्छ त्यो बटनमा हेर्नु होला है, त्यो माथिपट्टि हेर्नु होला, एउटा ब्र्याकेट स्टार्ट भन्ने एउटा बटन होला है, त्यो बटनमा के गर्ने तपाईले चाहिँ थिच्ने है, ब्र्याकेट स्टार्ट भयो अथवा पोस्ट स्टार्ट भएको एउटा बटन हुन्छ त्यो बटनमा के गर्ने तपाईले चाहिँ क्लिक गर्ने है। त्यो बटनमा क्लिक गरिसकेपछि तपाईले के हान्ने त्यो भित्र 730 भागा 30 हान्ने, के हान्ने 730 भागा 30 हान्ने र यहीँनिर हेर्नु होला अर्को बटन तपाईको पोस्ट बन्द पनि होला है, यहीँनिर हेर्नु होला एउटा चाहिँ अर्को बटन पोस्ट बन्द होला भने चाहिँ त्यो पोस्ट बन्द पनि गर्दिने तपाईले चाहिँ। र पोस्ट बन्द गरिसकेपछि बराबर नगर्नु होला अहिले है, पोस्ट बन्द गरिसक्ने, पोस्ट बन्द गरिसकेपछि चाहिँ एउटा स्क्वायर भन्ने चिन्ह होला है, यहाँनिर हेर्नु होला तपाई, सायद कसैको यहाँनिर पनि हुन सक्छ स्क्वायर चिन्ह, नत्र यहाँनिर पनि हुन सक्छ है, तपाईको यहाँ 9 को माथि पनि हुन सक्छ, कसै क्याल्कुलेटरमा यहाँ पनि हुन सक्छ भने कसै क्याल्कुलेटरमा यहाँ होला स्क्वायर को चिन्ह, त्यतिकै x स्क्वायर पनि भन्दै हुन्छ है, त्यतिकै x स्क्वायर लेखा होला, त्यसमा चाहिँ x स्क्वायर लेखा होला, त्यो बटनमा तपाईले चाहिँ दाब्ने, त्यो बटनमा दाब्ने बित्तिकै के हुन्छ तपाईको चाहिँ स्क्वायर भइहाल्छ आफै है। त्यो स्क्वायर भइसक्छ भने फेरि के गर्ने तपाईले चाहिँ यो बराबर बटनमा दाब्ने, फेरि बराबर बटनमा दाब्ने, बराबर बटनमा दाबिसकेपछि जति आउँछ है, अब तपाईको यसमा मान कति आउला 592.11 आउला है, कति आउला 592.11 592.11 आउला है, ल यतिकै आउँछ होला, सबैको आइसक्यो होला है। र यदि तपाईले हेर्नु होला जस्तै तपाईको चाहिँ यो सुरुको fx स्क्वायर को मान ठुलो आइन अथवा चाहिँ तपाईको यो समेसन fx ओपन n को होल स्क्वायर को मान भन्दा यो fx स्क्वायर को मान ठुलो आइन भने त्यतिखेर कुनै न कुनै ठाउँमा तपाईले मिस्टेक गर्नु भएको छ भनेर बुझ्नु होला है, माथि तपाईको कुनै न कुनै ठाउँमा क्याल्कुलेसनमा मिस्टेक भएको छ भनेर बुझ्नु होला। यदि यो मान ठुलो नै आउँछ तपाईको है, सुरुको मान ठुलो नै आउँछ भने फेरि घट्छ, अझै सानोबाट ठुलो घट्दैन, त्यतिखेर है ठुलो नै आउनु पर्ने हुन्छ तपाईको चाहिँ, ठुलो मान आछिन भने कुनै ठाउँमा मिस्टेक पनि हुन सक्छ है। त्यही भएर क्वेशनलाई एकचोटी फेरि हेर्नु होला र अब चाहिँ यसलाई के गरिदिनु पर्ने हुन्छ, सिधै अब घटाइदिनु पर्ने हुन्छ, क्याल्कुलेटरमा हाल्नु होला है, सिधै क्याल्कुलेटरमा कति हाल्नु होला 738.33 माइनस 592.11 हाल्नु होला भने त्यतिखेर कति आउँछ तपाईको चाहिँ 146.21 आउँछ, कति आउँछ तपाईको चाहिँ 146.21, यसलाई रुटमै राख्नु होला। र अब यसपछिको काम भनेको तपाईको है, अब यसपछिको काम भनेको चाहिँ यही क्याल्कुलेटरमा हेर्नु होला है, तपाईको यही क्याल्कुलेटरमा हेर्नु होला, सायद यहाँ यहाँ पनि हुन सक्छ, यस्तो रुट जस्तो चिन्ह हुन्छ है क्याल्कुलेटरमा, सायद यो साइडमा होला, नत्र तपाईको चाहिँ यो साइडमा पनि हुन सक्छ है, र जहाँसुकै पनि छ हेर्नु होला है, त्यो रुटको चिन्ह होला, त्यो अन्डर रुटमा दाब्नु होला अथवा क्लिक गर्नु होला है, त्योमा क्लिक गरिसकेपछि गर्नु होला, सुरुमा क्लिक गर्नु होला, क्लिक गरेपछि मात्र यो मान हाल्नु होला 146.21 हाल्नु होला है, कति हाल्नु होला 146.21 हाल्नु होला भने चाहिँ फेरि तपाईले जति आउँछ त्यति नै तपाईको चाहिँ आन्सर हुन्छ, कति आउला तपाईको चाहिँ 12.9 आउला है, कति आउला तपाईको चाहिँ 12.9 आउँछ भने चाहिँ यही नै के हुने भयो तपाईको चाहिँ आन्सर हुने भयो है, यही नै के हुने भयो तपाईको दोस्रो आन्सर। कति निकालिसक्नु भयो, स्ट्यान्डर्ड डिभिजन चाहिँ हामीले चाहिँ 12.9 निकालिसक्यौं है, अझै हामीले स्ट्यान्डर्ड डिभिजन पनि निकालिसक्यौं, मिन पनि निकालिसक्यौं भने अब सजिलै कोएफिसिएन्ट निकाल्न सक्छौं, कोएफिसिएन्ट निकाल्न गाह्रो छैन है। र खासमा सोध्ने भनेको है, तपाईले सोध्ने भनेको स्ट्यान्डर्ड डिभिजन नै हो, त्यो मिन कोएफिसिएन्ट भन्दा भने चाहिँ खासमा सोध्ने भनेको के हो त स्ट्यान्डर्ड डिभिजन मात्र हो, त्यही भएर तपाईले चाहिँ स्ट्यान्डर्ड डिभिजनलाई फोकस गर्नु होला। त्यसमा केही छैन गाह्रो, एउटा फर्मुला मात्र याद हुनुपर्छ र एउटा टेबल, तीनटा टेबलमा मैले के भन्नुपर्छ भनेर बुझ्नु होला है। र कतिखेर यहाँ हेर्नु होला तपाईले यस्तो आकारमा नदिन सक्छ टेबललाई, जस्तै अहिले त 0 देखि 10, 10 देखि 20, 20 देखि 30 भनेर आछ, कतिखेर के भन्दैन तपाईले चाहिँ सिधै मानौ जस्तै यो टेबलमा तपाईको चाहिँ 10 आउला, यो टेबलमा चाहिँ तपाईको चाहिँ आउला 15 आउला, यो टेबलमा चाहिँ तपाईको आउला 16 आउला, अनि यो टेबलमा चाहिँ आउला तपाईको चाहिँ 25 आउला, अनि चाहिँ यो टेबलमा चाहिँ तपाईको कति आउला जस्तै मानौ 60 आउँछ है। यस्तो आकारको पनि आउँछ तपाईकोलाई 10 देखि 20, 20 देखि 30 भनेर यसरी श्रेणी आकारमा नआउन सक्छ है। भनेपछि अब यो ग्रुपमा नआयो भने के गर्ने तपाईले चाहिँ यहाँ हेर्नु होला है, के गर्ने भन्दाखेरि एउटालाई x मान्नु होला, एउटालाई f मान्दिनु होला, यसलाई चाहिँ f सजिलो छ, यसलाई x मान्दिनु होला है, के नि गर्नु होला यसलाई x मान्दिनु होला, फेरि तपाईले x पनि पत्ता लगाउनु पर्दैन त्यतिखेर है, किनकि यो मानलाई अब तपाईले कहाँ लेख्दै जानुपर्ने हुन्छ, यो x को मानहरु माथि छदै छ, x को मान दिएकै हुन्छ, त्यतिखेर निकाल्नु पर्दैन तपाईले चाहिँ, भने चाहिँ त्यही मानलाई लेख्दै जान्छ, जस्तै 10 15 त्यसपछि 16 अनि त्यसपछि 25 अनि त्यसपछि 60 छ भने यसरी लेख्दै जाने। अब चाहिँ सजिलै fx निकाल्न सकिन्छ होला है। fx निकाल्नको लागि f र x लाई मल्टिप्लाई गर्दिने है, कति गर्ने 10 * 40 4 गर्ने 40 होला भने fx को मान लेख्ने, अब fx स्क्वायर पनि सजिलै निकाल्न सकिन्छ होला है। कहिले काहीँ यस्तो क्वेशन पनि सोध्दिन सक्छ है, यसमा गाह्रो छैन, यो एकदमै सजिलो भएकोले त्यही भएर मैले यसको बारेमा भनेन। अब सबैले मजाले सोलुसन गर्नु सक्नुहुन्छ है, यहाँसम्म यतिकै त लेख्न सक्नुहुन्छ भने यसपछिको काम भनेको तपाईले चाहिँ क्याल्कुलेसन गर्ने काम हुन्छ है, क्याल्कुलेसन गर्नु होला। ल अब चाहिँ लागौं यसैको म तपाईहरुलाई सिबी निकाल्न बताउँछु है।
ल यस्तो क्वेसन आयो भने कन्फ्युज नहुनु होला है, सिधै एक्स मान दिनु होला, इन्कमलाई के मान दिनु होला, सिधै एक्स मान दिनु होला, अथवा तपाईले माथि प्राप्ताङ्क है पनि भने हुन सक्छ भने चाहिँ त्यसलाई के मान दिने, एक्स मान दिने, माथिको भागलाई एक्स मान दिने, तलको भागलाई वाइ मान दिने है। यदि चाहिँ यस्तो आकारमा आछ भने, न त तपाईले यस्तो आकारमा आछ भने है 0 देखि 10 अथवा 0 देखि 20 पनि भन्दैला, 20 देखि 40 भन्दैला, 40 देखि 60 भन्दैला भने त्यतिखेर पनि के गर्ने, दुईटैले जोड्ने, दुईटैले जोडेर 2 ले भाग गर्ने, 2 ले भाग गरेर के आउँछ तपाईको चाहिँ x को मान आउँछ भने चाहिँ त्यही नै के हुन्छ तपाईको चाहिँ x को मान आइसकेपछि अब सजिलै तपाईले चाहिँ fx र fx² निकालि सक्नुहुन्छ है। ल अब तपाईलाई म यसको चाहिँ cb निकाल्नु पर्छ है। अब cb निकाल्नुको लागि यहाँ हेर्नु ल, cb निकाल्ने फर्मुला के भनेको थिए मैले तपाईहरुलाई, स्ट्यान्डर्ड डिभिजन अपन x बार इन्टु 100 है। के भनेको थिए, स्ट्यान्डर्ड डिभिजन अपन x बार इन्टु 100। अब स्ट्यान्डर्ड डिभिजन हामीले पनि निकालिसकेका छौं, कति निकालिसकेका छौं, स्ट्यान्डर्ड डिभिजन भर्खरै निकाल्यो है 12.9 भनेर। कति निकाले मैले, 12.9 अपन x बार कति छ हाम्रो चाहिँ 24.3 चाहिँ निकालिसकेका छौं, 24.33 इन्टु चाहिँ 100 गर्दिने भने चाहिँ अब केही नभने तपाईले चाहिँ सिधै क्याल्कुलेसनमा हाल्दिने है, सिधै क्याल्कुलेसनमा हाल्दिने भने कति आउला 53.0, 53.02 यही नै के हुन्छ तपाईको चाहिँ आन्सर हुन्छ है। यही नै के हुन्छ तपाईको चाहिँ आन्सर हो। यतिकै गर्न सक्नुहुन्छ भने तपाईले चाहिँ यहाँबाट 5 मार्क्स कम्प्लिट गरिसक्नुभयो है। र खासमा सोधिने भनेको तपाईलाई है, खासमा सोधिने भनेको धेरै जसो गरेर चाहिँ स्ट्यान्डर्ड डिभिजन हो, कहिलेकाहीँ तपाईले कोएफिसिएन्ट पनि भनिदिन सक्छ। यदि मिन भनिया छैन, अब तपाईले चाहिँ माथि मिन भनिया छैन, म मिन निकाल्दैन भनेर नभन्नु होला है। त्यतिखेर किनकि हामीलाई कोएफिसिएन्ट निकाल्नको लागि मिन अनिवार्य चाहिन्छ, बिना मिन हामी कोएफिसिएन्ट निकाल्न सक्दैनौँ है। मिनको मान नभए हाम्रो चाहिँ कोएफिसिएन्ट हुन्न, त्यही भएर चाहिँ मिन निकाल्नै पर्ने, कोएफिसिएन्ट भनिया छ भने मिन निकाल्नै पर्ने हुन्छ। यदि दुईटै नभने है, यो चाहिँ कोएफिसिएन्ट पनि भनिया छैन, मिन पनि भनिया छैन भने त्यतिखेर तपाईले चाहिँ स्ट्यान्डर्ड डिभिजन मात्र निकाल्नु पर्ने हुन्छ, जुन तपाईले √समेसन fx/n को चाहिँ अनि चाहिँ समेसन fx/n को होल स्क्वायरको फर्मुला रहेको छ, त्यो फर्मुला तपाईले चाहिँ याद गर्नु होला है। र यतिकै हो, खासमा सोध्ने भनेको चाहिँ तपाईले यहाँबाट पनि 5 मार्क्स कम्प्लिट गरिसक्नुभयो, यतिकै आउँछ भने है। र यसैको मैले भनिसके लेफ्ट शेयर पासेस मेथडबाट यदि तपाईले भिडियो हेर्नु भएको छैन भने यो भन्दा अघि नै मैले अपलोड गरिसकेको छु, धेरै पुरानो भिडियो छ, तपाईले हेर्नु होला है। र आजको भिडियोमा मैले तपाईलाई यही क्वेशनको बारेमा जानकारी गराएर अर्को कोही भिडियोमा तपाईलाई म पेपर सोल्युसन गर्ने तरिका लगायतका धेरै इम्पोर्टेन्ट क्वेशनहरुको बारेमा अध्ययन गराउँछु भन्दै आजको भिडियोबाट म बिदा हुन चाहन्छु। हस्, धन्यवाद।